अनि हाम्रो गुरुबारको अगाडि अनि तपाईहरुको अगाडि यसरी के बोल्ने अवसर पाउँदाखेरि म एकदमै धन्यवादी छु। अनि विशेष गरिकन उहाँले मलाई बडो च्यालेन्जिङ के भन्छ दिनुभएको छ, एउटा के भन्छ यो टपिक्स दिनुभएको छ, शीर्षक हैन। अनि त्यसलाई म मेरो आफ्नै व्यक्तिगत जीवनलाई लिएर केही हैन तपाईहरुलाई बाँड्ने छु। अनि भन्नै पर्दाखेरि म पनि मेरो बुवा जस्तै इमानुएल भुटनिज नेपाली चर्चमा सेवा गर्छु अनि धेरै वर्ष भयो। अनि तपाईहरुको बीचमा हुन पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ। अनि बडो च्यालेन्जिङ टपिक दिँदाखेरि त बडो च्यालेन्जिङ नै हुँदो रहेछ है। त्यहीमाथि अनि अमेरिकामा बसिया छ अनि झन् च्यालेन्जिङ, अनि च्यालेन्जिङ हुँदा चाहिँ च्यालेन्जिङ स्क्वायर हुँदो रहेछ हैन। अनि म तपाईहरुको बीचमा धेरै समय खेर नफालिकन म विशेष गरिकन एक दुई शब्द भन्ने शेयर गर्ने तपाईहरुको बीचमा। अनि परमेश्वरले चाहिँ हामीलाई हैन बडो अचम्म ढंगले बनाउनु भएको छ। भन्छ 139 को म तपाईहरुलाई म पुरा खोल्न लाउँदिन, तर अन्तिम खण्डमा हेर्यौं भने परमेश्वरले हामीलाई चाहिँ बडो अचम्मको तरिकाले, अद्भुत रीतिले, भयानक रीतिले, डरलाग्दो तरिकाले चाहिँ बनाउनु भएको छ भनेर बाइबलले हामीलाई भन्दछ है। बडो अचम्म छ। हामी केही थियौं न र केही नभएको कुराबाट परमेश्वरले हामीलाई चाहिँ बनाउनु भएको छ। अनि त्यति मात्र हैन, अनि हाम्रो परमेश्वर यति अचम्मको परमेश्वर हुनुहुन्छ कि उहाँले अदृश्य कुराबाट चाहिँ दृश्य बनाउनुहुन्छ हैन। नभए के भन्छ अस्तित्वमा नभएको कुराहरूलाई अस्तित्वमा ल्याउनुहुन्छ। हामीले उत्पत्तिको पुस्तकमा हेर्यौं भने हामी देख्छौं के भनेर बाइबलले भन्छ भन्दाखेरि त्यहाँनिर केही थिएन, शून्य थियो, तर परमेश्वरले सबै कुरा शून्यताबाट के गर्नुभयो त बोलाउनु भयो अनि त्यो हुन आएको हामी देख्छौं। अनि परमेश्वरले त्यसै गरिकन तपाई र मलाई पनि एउटा उद्देश्यको साथ यस पृथ्वीमा ल्याउनु भएको छ। हामी त्यसै हामी आएका छैनौं हैन। हामी बिना काम एउटा उद्देश्यविहीन भएर आएका छैनौं। परमेश्वरले हामीलाई उद्देश्यको साथ ल्याउनु भएको छ। अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरले काम गर्नुहुन्छ, हाम्रो जीवनको थ्रुबाट काम गर्नुहुन्छ, हामीबाट काम गर्नुहुन्छ। अनि त्यो काम गर्नको लागि चाहिँ परमेश्वरले हामीलाई बोलाउनु भएको छ हैन। अनि क्रिश्चियनहरुलाई त अझ हिब्रूको पुस्तकले के भन्छ त भन्दाखेरि आगोको हैन ज्वाला बनाउनको लागि, आगो हुनको लागि बोलाउनु भएको छ। हालेलुया। तर रिसको आगो हैन है, रिसको आगो हैन, तर परमेश्वरको अभिषेक लिएर हिड्नका लागि हैन। परमेश्वरको अघि हामीले हाम्रो पास्टरबाट सुन्दै थियौं अनि हाम्रो पास्टर बासुले उहाँले गर्नुभएको कुराहरु त्यो एउटा परमेश्वरको राज्य विस्तारको आगो बोकेर हिड्नका लागि बोलाउनु भएको छ। हामी त्यतिकै यो ठाउँमा छैनौं हैन, त्यतिकै यो ठाउँमा छैनौं। अनि त्यो बोलावटलाई पूरा गर्नका लागि चाहिँ हामी यहाँ भएका छौं। अनि परमेश्वरले हामीलाई युनिभर्सली बोलाउनु भएको छ के को लागि? राजकीय पुजारीगिरी बनाउनको लागि। हालेलुया है। राजकीय पुजारीगिरी बनाउनको लागि बोलाउनु भएको छ। उहाँको सन्तान हुनको लागि बोलाउनु भएको छ। गजबको ज्योतिमा ल्याउनु भएको छ। हामी अन्धकारको राज्यमा थियौं हैन। पत्रुसको पुस्तकले भन्छ नि गजबको ज्योतिमा, यूहन्नाको पुस्तकमा गजबको ज्योतिको राज्यमा सार्नु भएको छ। हामीलाई परमेश्वरले बडो अद्भुत रीतिले संसारबाट बोलाउनु भएको छ, संसारमा ल्याउनु भएको छ। किन त भन्दाखेरि उहाँको राज्य विस्तार गर्नका लागि हैन, उहाँको राज्यलाई विस्तार गर्नका लागि हामीलाई बोलाउनु भएको छ। अनि यो बोलावट चाहिँ हाम्रो जीवनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ कि परमेश्वरले हामीलाई विभिन्न तरिकाले हैन, हामीलाई चाहिँ परमेश्वरले उहाँको राज्यमा काम गर्नका लागि बोलाउनु भएको छ। हामी एउटा मात्रै हामी हेर्नेछौँ, म धेरै हेर्ने छुइनँ। अनि मलाई चाहिँ लामो बोल्न आउँदैन हैन, म एकदम छोटो बोल्छु किनभने हामी सबैलाई अचार मनपर्छ हैन। किन अचार टक्क परेको हुन्छ नि त, खाना रुच्छ अनि त्यसले चाहिँ के हुन्छ त खाँदा खाँदै सकिन्छ क्या। अनि मलाई चाहिँ त्यसरी बोल्छु म चाहिँ। अनि यहाँनिर बडो अचम्मको तरिकाले यहाँनिर
पहिलो पत्रुस 4 अध्यायको 10 र 11 मा म तपाईहरुको निम्ति पढिदिनेछु। जसले जस्तो वरदान पाएको छ परमेश्वरको अनुग्रहको विभिन्न वरदान पाएका भण्डारीले झैं ती एक अर्काको निम्ति प्रयोग गर। यदि कसैले बोल्दछ भने परमेश्वरको वचन बोले जस्तै बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरको शक्ति अनुसार, शक्तिद्वारा दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्। यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस् र उहाँलाई नै महिमा र पराक्रम सदा सर्वदा होस्। आमेन। अनि यहाँनिर बाइबलले के भन्छ, हामीलाई चाहिँ के कुरा गर्नको लागि बोलाउनु भएको छ। त्यो कुरा गर्नको लागि चाहिँ हामीले चाहिँ एक अर्काको निम्ति भनेको एक अर्काको निम्ति चाहिँ हामीले ती प्रयोग गर्नु पर्यो। हाम्रो बोलावटहरू हैन, हाम्रो के को लागि बोलाउनु भएको छ त्यो कुरा चाहिँ हामीले एक अर्काको उन्नति अनि प्रगतिको लागि प्रयोग गर भनेर बाइबलले भन्दछ। अनि पुरानो करारको दुईटा राजाको विषयमा भनेर म आज तपाईहरुलाई यो बोलावट हैन को बारेमा भनेर म तपाईहरुबाट बिदा लिन्छु। अनि हामी सबैलाई थाहा छ इस्रायलमा एकजना भयंकर ह्यान्डसम राजा थियो त्यतिखेर हैन। बाइबलले भन्छ बेन्यामिनको कुलको साउल। जब उसलाई इस्राएलीहरूले कहाँ छ भनेर हेर्यो, सबै इस्राएलीहरू उसको कुमभन्दा मुनि थियो। बडो ह्यान्डसम थियो, अति सुन्दर थियो। परमेश्वरले उसलाई राजा हुनको लागि बोलाउनु भयो अनि उसले राज्य गरेको हामी देख्छौं। उसको राज्यमा विभिन्न कुराहरू आएको देख्छौं हैन। अनि त्यसै गरिकन इस्रायलमा फेरि अर्को एकजना राजा थियो। उ चाहिँ कस्तो थियो, सानो थियो, भेडा हेर्थ्यो हैन। अनि आफ्नो दाजुभाइमा सबैभन्दा कान्छो थियो। अनि शमूएलले जब उसलाई अभिषेक गर्न आयो, उसलाई त हेरेर पत्याएन पनि। तर परमेश्वरले भन्नुभयो, परमेश्वरले चाहिँ के हेर्नुहुन्छ, हृदय हेर्नुहुन्छ। हेर्नुहोस्, परमेश्वरले हृदय हेर्नुहुन्छ। अनि त्यो दुईटा राजाको जीवनमा उनीहरूले परमेश्वरले राज्य गर्नको लागि उनीहरू दुवैलाई बोलाउनु भएको थियो। उनीहरूको बोलावट राजा हुनको लागि थियो दुवैको। तर साउलकोमा हामीले हेर्यौं भने देख्छौं, साउल जब राजा भयो उसले गल्तीमाथि गल्ती हुँदै आयो। अनि उसले एक दिन आफ्नो प्राण दिएर चाहिँ के गर्नु पर्यो, गुमाउनु पर्यो। फेरि अर्कोतिर हामी हेर्छौं त्यही बोलावट, राजाकै बोलावट दिएर परमेश्वरले के गर्नुभयो त, दाउदलाई बोलाउनु भयो। दाउदको जीवनमा धेरै कुरा आयो। तपाई र हामी भए त के हुन्थ्यौं होला मलाई थाहा छैन है। हामीलाई अहिले 2100 कि 2200 पो 2100 शताब्दीमा छौं। हामीलाई एकदम इन्स्टेन्ट चाहिन्छ। अनि नुडल्स पनि हामीलाई के छ त, इन्स्टेन्ट नुडल्स हामीसँग। मलाई एकदम मन पर्छ नुडल्स हैन। अनि इन्स्टेन्ट, सबै कुरा इन्स्टेन्ट। अनि दाउदको जीवनमा हामीले हेर्यौं भने देख्छौं, दाउद जब राजा भएर उसले चाहिँ अभिषेक गरियो, उ तुरुन्तै उसले राज्य पाएको हामी देख्दैनौं। प्रोसेसबाट परमेश्वरले लानुहुन्छ। प्रोसेसबाट परमेश्वरले चाहिँ लानुभयो। उ राजा हुने बोलावट थियो उसलाई, परमेश्वरले उसलाई राजा हुन नियुक्ति गर्नुभयो। तर ड्यू प्रोसेस एकदमै लामो भयो। यतिसम्म आफ्नो ज्यान जोगाउनको लागि भागेर हिँड्नु पर्यो। अनि एक समय यस्तो पनि आयो, उसको श्रीमती र छोराछोरी सबै खोसियो र पनि उसले परमेश्वरलाई भरोसा गर्न छोडेन। एकातिर राजा साउलले के गरे त, जब त्यस्तो कुराहरू आएको हामी देख्छौं, राजा साउलले के गरे त भन्दाखेरि उ आफै अघि सर्यो अनि परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्यो। तर दाउदले के गर्यो त, दाउदले पनि गर्यो। तर के गर्यो, उसले चाहिँ परमेश्वरको कुराहरूलाई माग्यो। जब उसलाई समस्याहरू पर्यो, एपोद ल्याऊ हैन, उरिम र तुम्बिम गरौँ। परमेश्वरले के भन्नुहुन्छ, परमेश्वरको इच्छाहरू खोज्न थाल्यो। अनि अचम्मको कुरा के छ भन्दाखेरि हाम्रो जीवनमा पनि परमेश्वरले तपाईं र हामीलाई चाहिँ यहाँनिर बोलाउनु भएको छ उहाँको सेवा गर्न। बाइबलले अघि हामीले हेरेको छौं, बाइबलले के भन्छ भन्दाखेरि परमेश्वरले हामीलाई प्रत्येकलाई दान वरदान दिनुभएको छ। सेवा गर्न,
वचन प्रचार गर्न अनि एक अर्काको उन्नति र प्रगति गर्नका लागि परमेश्वरले यी सबै हाम्रो जीवनमा इन्डिभिजुअल व्यक्तिगत बोलावटहरू दिनुभएको छ। अनि बडो गजबको कुरा के छ भन्दाखेरि अब हाम्रो बोलावट हामीलाई परमेश्वरले दिनुभएको छ हैन, परमेश्वरले हामीलाई दिनुभएको छ। तर हामीले हाम्रो बोलावटलाई चाहिँ हामीले कसरी स्थिर राख्ने त? मेरो आफ्नै उदाहरण हैन, मेरो आफ्नै उदाहरण दिनु पर्दाखेरि परमेश्वरले सेवा गर्नको लागि बोलाउनु भयो अनि चुनौतीपूर्ण स्थानमा आइयो, ठाउँमा आइयो, च्यालेन्जिङ ठाउँमा आइयो। अनि यहाँ के भएर गयो त भन्दाखेरि हामीलाई यहाँको कुराहरूले चाहिँ के गर्न थाल्यो त? बिस्तारै बिस्तारै गाँच्न थाल्यो। अघि हामीले सुन्दै थियौँ महिना मरेपछि बिल आउँछ, धेरै कुराको बिल आउँछ अनि त्यसलाई चाहिँ के गर्नु पर्यो? म्यानेज गर्नको लागि हामीले एक अर्कालाई हाम्रो के भन्छ समयलाई हामी बाँड्न थाल्छौँ। तर परमेश्वरले हामीलाई खालि त्यतिको लागि मात्रै बोलाउनु भएको होइन। चाहे हामी जहाँसुकै हौँ, चाहे यो देशमा हौँ, चाहे हामी नेपालमा हौँ, चाहे हामी संसारको कुनै पनि क्षेत्रमा किन नहौँ, परमेश्वरको योजना पुरा गर्नका लागि, त्यो परमेश्वरको बोलावटलाई पुरा गर्नका लागि हामी यस ठाउँमा आएका छौँ। यस ठाउँमा यो ठाउँ होइन, तर यो पृथ्वीमा परमेश्वरले हामीलाई पठाउनु भएको छ। अनि जवानहरूलाई त झन् एकदमै चुनौतीको कुरा छ हैन। हाम्रो लागि हामीलाई डिस्ट्र्याक्ट गर्ने धेरै कुराहरू छ हैन, एकदमै धेरै कुराहरू छ। अनि बाइबलले के भन्छ भन्दाखेरि जवान अवस्थामा नै परमेश्वरको सृष्टिकर्ताको चाहिँ सम्झना गर भनेर भन्छ। हालेलुया। अनि म पनि जवान, एकचोटि जवान, तपाईँहरू जस्तै जवान पनि थिएँ कतिजना जस्तै। अहिले पनि म बुढो त भएको छुइनँ, किनभने होइन हाम्रो नेपालमा चाहिँ 60-70 वर्ष पुगेको नेताहरू पनि युवा नेता हुन्छ। अनि म पनि जवानै हो, तर योभन्दा भर्खरको उमेरमा हाम्रो के हुन्छ भन्दाखेरि हामीलाई डिस्ट्र्याक्ट गर्ने धेरै कुराहरू हुन्छ, जसले चाहिँ हामीलाई परमेश्वरको वचनबाट सजिलै, त्यो बोलावटबाट सजिलै हामीलाई डिस्ट्र्याक्ट गरेर लान खोज्छ। अनि यो बेलामा चाहिँ हामी चाहिँ स्थिर हुनु पर्यो। हाम्रो बोलावटलाई चाहिँ हामीले के गर्नु पर्यो? खोजी गर्नु पर्यो, निरन्तरता दिनु पर्यो। राजा दाउदले जस्तो, राजा दाउद होइन, राजा दाउदको जस्तो स्थिति भएको भए हामी के गर्थ्यौँ मलाई थाहा छैन, म के गर्थेँ मलाई पनि थाहा छैन। राजा दाउद हेर्नुहोस् त, राजा भनिएको व्यक्ति पनि ऊ लुकेर हिँड्नु पर्यो, एकदमै ह्युमिलिएट पनि हुनु पर्यो। के भन्छ नेपालीमा? मलाई त बिर्से क्या हो नेपालीमा, त्यसलाई के भन्छ? ह्युमिलिएटलाई होइन, तिरस्कृत होइन, त्यसलाई होइन, ह्युमिलिएट भन्नाले होच्याइयो, अपमानित हुनु पर्यो। थाहा छ एकचोटि एउटा राजाको दरबारमा के गर्यो? ऊ त पागलको एक्टिङ गर्यो उसले। राजा हुने व्यक्ति तर पनि उसले परमेश्वरले भन्नुभएको कुराहरूलाई उसले चाहिँ के गर्यो? विश्वास गर्यो। आफ्नो कलिङ, बोलावट, राजाको बोलावटमाथि ऊ चाहिँ निरन्तर हिँडिराख्यो, खोजिराख्यो। अनि उसलाई अभिषेक गरेको वर्षौं पछि परमेश्वरले दाउदलाई राजा भनेर स्थापित गर्नुभयो। अनि त्यस पछाडि के भयो त? उसले हेब्रोनमा 7 वर्ष राज्य गर्यो अनि समस्त इजरायललाई 33 वर्ष राज्य। हालेलुया। यदि ऊ आफ्नो त्यो अभिषेक बोलावटमा स्थिर नभएको भए उसले त्यो कुरा पाउने थिएन। त्यो मात्र होइन, बडो इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि दाउदको सिंहासनलाई परमेश्वरले अनन्तसम्म स्थिर गरिदिनु भयो। हालेलुया। हेर्नुहोस् त, दाउदको सिंहासनलाई अनन्तसम्म स्थिर गरिदिनु भयो। अनि के भयो त? येशू ख्रीष्ट आफै पनि कहाँबाट आउनुभयो त? दाउदको सन्तान, दाउदको पुत्र भएर आउनुभयो। हालेलुया। बाइबलले भन्छ, यो मैले भनेको होइन। आफ्नो यदि हामी पनि आफ्नो बोलावटमा परमेश्वरले हामीलाई यहाँ जे गर्न पठाउनु भएको छ त्यो कुरा गर्नका लागि हामी स्थिर रह्यौँ भने परमेश्वरले हाम्रो लागि इनाम राखिदिनु भएको छ। हामी बिना उद्देश्य आएका होइन यो संसारमा, होइन, उद्देश्यसहित आएको मान्छेहरू। अनि हामी जवानहरूले त झन्
त्यो आगोलाई बोक्नु पर्यो, त्यो आगोलाई चाहिँ के गर्नु पर्यो, बोकेर हिँड्नु पर्यो। किनभने जवानहरूसँग तागत हुन्छ, हामी जहाँ पनि जान सक्छौँ, जे पनि खान सक्छौँ, होइन? उकालो ओह्रालो जहाँ पनि जान सक्छौँ, हामीलाई चाहिँ डोर्याउनु पर्दैन। अनि जवानहरू जुन अहिले जुन मिसनको कुराहरू तपाईँले गर्न जानको लागि रेडी हुनुहुन्छ, म एकदमै तपाईँहरूलाई उत्साह दिन चाहन्छु, प्रोत्साहन दिन चाहन्छु। जानुहोस्, केही गर्नुहोस् परमेश्वरको लागि। परमेश्वरले तपाईँको जीवनमा आशिष दिनुहुनेछ। परमेश्वरले तपाईँहरूको जीवनमा चाहिँ के गर्नुहुन्छ, नयाँ ढोकाहरू खोलिदिनुहुनेछ, अन्डरस्ट्यान्डिङलाई चाहिँ तपाईँहरूको खोलिदिनुहुनेछ। अनि तपाईँहरू यस संसारमा आएको व्यर्थमा आएको ठहरिँदैन। यदि हामीलाई केही उद्देश्यको लागि पठाएका छौँ, हामीले त्यो गर्न सकेनौँ भने के हुन्छौँ? हामी फेलर हुन्छौँ। परमेश्वरले हामीलाई फेलर हुनको लागि, हामी चाहिँ असफल हुनको लागि परमेश्वरले हामीलाई यस पृथ्वीमा ल्याउनु भएको होइन। परमेश्वरले हामीलाई विजयी बन्नको लागि बोलाउनु भएको छ। हालेलुया। अनि हामीले त्यो विजय चाहिँ हामीले क्रुसमा प्राप्त गरेका छौँ। किनभने बाइबलले त्यही भन्छ, होइन? कलसी 2 अध्यायको 13-14 पदमा कि उहाँले सबैलाई किला ठोकेर रद्द गरिदिनु भयो। रद्द मात्रै गर्नु भएन, त्यसको कानुनी दाबी हैकमहरूलाई पनि के गर्नुभयो, रद्द गरिदिनु भयो। त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई, होइन, धेरै लामो बोल्दिनँ, यही भनेर उत्साह दिन चाहन्छु कि हामीले हाम्रो बोलावटलाई स्थिर राखौँ। परमेश्वरले यदि हामीलाई केही गर्नको लागि दिनुभएको हो भनेर हामी मान्छौँ भने हामी त्यही कुरामा स्थिर भइराख्नु पर्यो। त्यो कुरामा हामी जब स्थिर हुन्छौँ अनि लागि पर्छौँ, परमेश्वरले हाम्रो लागि बाटोहरू खोलिदिनुहुन्छ। हालेलुया। अनि हामीले के भन्छ, यशायाको पुस्तक 40 कति 31 छ होला, होइन? परमेश्वरको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछ, कुद्ने छ, थाक्ने छैन, मूर्छा खाने छैन। हालेलुया। अनि हामीले हाम्रो बोलावटलाई, हामीले कहिले लाग्छ परमेश्वरले मलाई सेवा गर्नको लागि बोलाउनु भएको, तर खै त भन्ने कुराहरू आउँछ भने हामीले परमेश्वरको वचनमा हेर्नु पर्यो। परमेश्वरको वचनमा हामीलाई धेरै देख्छौँ त्यहाँनिर, होइन? उदाहरणहरू देख्छौँ कि परमेश्वरले हामीलाई के गर्नुहुन्छ त भन्दाखेरि सबैबाट निकाल्नुहुन्छ। उदाहरणहरू त्यहाँनिर छ, विभिन्न उदाहरण छ, राजाहरूको उदाहरण छ, होइन? परमेश्वरको प्रेरितहरूको उदाहरण हामी देख्न सक्छौँ कि परमेश्वरले चाहिँ हामीलाई के गर्नुहुन्छ त भन्दाखेरि ती कुराहरू हेरेर हामीलाई साहस दिनुहुन्छ। हालेलुया। होइन, हामीलाई एकदम परमेश्वरले साहस दिनुहुन्छ कि हाम्रो बोलावट र हाम्रो हिँडाइमा, विश्वासको हिँडाइमा निरन्तर अगाडि बढ्नको लागि हामी त्यहाँ हेर्न सक्छौँ। हामी उनीहरूको दाँजोमा हामीले त के दुःख गरेको छैनौँ, दुःख गरेको छैनौँ। उनीहरू दुःखमा, कष्टमा, अभावमा, खाँचोमा हुँदा पनि उनीहरूले परमेश्वरको कुराहरूलाई खोज्न छोडेनन्। र त्यही भएर उनीहरूले चाहिँ के गरे त, आफ्नो दौडलाई पावलले भने जस्तै पुरा गरेको हामी देख्छौँ। हालेलुया। त्यसकारण तपाईँहरूलाई म उत्साह दिन चाहन्छु, तपाईँहरूले तपाईँहरूको बोलावटलाई नछोड्नुहोस्। च्यालेन्जिङ छ, होइन? च्यालेन्जिङ छ, तर तपाईँहरू स्थिर हुनुहोस्, लागि पर्नुहोस्, होइन? एकचोटि असफल भइहाल्ला, दुईचोटि असफल भइहाल्ला, तर बाइबलले भन्छ धर्मीजन 7 चोटि लडे पनि के हुन्छ त? के भन्नु, पुग्नु भएको छैन कि त्यहाँसम्म, होइन? धर्मीजनहरू लडे पनि उठ्छ। हालेलुया। त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई आज भनेर उत्साह दिन चाहन्छु कि हाम्रो बोलावट, हाम्रो खाँचो, हाम्रो परिस्थितिहरूद्वाराले हामीलाई चाहिँ हाम्रो बोलावट परमेश्वरको सेवा गर्न ठाउँ ठाउँ जान रोक्दैन। हामी जवान छौँ, मण्डली जवान छ, अघि बढ्नुहोस्, साथमा परमेश्वर हुनुहुन्छ, होइन? त्यस कारणले म यही भनेर उत्साह दिन चाहन्छु। परमेश्वरले तपाईँहरूलाई आशिष दिउन्।